धेरै नमस्कार। यिनको दाँत हालेको छ यहाँ हेर्नु। किटुक्क दाँत हालेको छ। फुकालिदिनु कि यहाँ गर्छिन् बा के मान्छे भने खै आगर आगर हेर्छु मात्र आगर म हल्लाइदिन्छु हेर्छु त कस्तो भइछ खोइ त आगर मात्रै गर नगरी कसरी खोल्नु खोइ दाँत रुमालले के गर्छ र म हातले खोइ तिमीले दाँत नमस्कार के भित्र यस्तो छोडा त रुमाल छ 1 मिनट पक्रिनै त दिन्न पक्रिन्छु म खोइ पक्रिन्छु म खोइ पक्रेको दिएको पक्रिन किन नदिएको नपक्रिकन कस्तो गरेको पक्रिनै दिनन् बा फेरि दाँत पनि पक्रिन सकिँदैन छ त छोटो भएर छोड न ल फुकाला नि त छुनै नदिएछ के फुकाल्नु बा छुनै दिन्नौ त के साह्रो डर लागेको हामी त आफै फुकाल्दै फ्याक्दै गर्थ्यौँ त तलतिर हुँदा त छोड न मेरो एउटा हातमा घाउ छ फेरि खोइ खोइ के दाँतै निस्किसकिरहेछ बा यहाँ हेर रोकिए दाँतै तिम्रो रगत आयो दाँत खुस्क्यो छोडा भुइँ झरो रगत आयो खोइ न खै खै दाँतै तिम्रो बाघ तिमीले मलाई छुन त दिएको छैनौ कि अहिले आफूले दिमायो फुक्नै लिइसक्यो नगर न हौ हात ल्याउलु यसो गर आगर त आगर न आगर न एकचोटि आगर म हेर दाँत निकाल्न गाह्रो पो हुनेरहेछ है ल आगर त दाँतै तिम्रो बातेउला नरिसाउ आगर त छोरा खोइ खोइ आगर निक्लिसकिरहेछ दाँत त आगर न बाबा यहाँ हेर त अघि निक्लिरहेछ यस्तो त हो खोइ खोइ त छोड त आगर त कसरी सिना म्यामले चाहिँ फत्त निकालिदिन्छन् त तिमी दिनौ त्यसो गर्न मलाई अलिकति पातलो रुमाल चाहिन्छ किन बाक्लो रुमाल ल्याएको यसैले निकाल पातलो रुमाल कहाँ छ र छैन बाबाको रुमाल छ रुमाल कहाँ छ लु यो आगर न क्या खोइ म पक्रिन्छु म त पक्रिन दिनु तिमीले यसले दाँतै पक्रिन दिनु मलाई के हुन्छ बा दुखेको छैन हौ खोइ आइसक्यो दाँत यता हेर छुट्टी भएन दाँती गाईजरी आएर दाँत गरेर गुड